दर्शक श्रोताहरुमा सर्वप्रथम त मेरो युट्युब च्यानल अभियान टिभीमा यहाँहरुलाई हार्दिक स्वागत तथा नमस्कार। सदा चाहिँ मैले मौरी सम्बन्धी आज महत्त्वपूर्ण भिडियो लिएर आइरहेको छु र यो घाट चाहिँ एकदम यसमा चाहिँ थोरै न्यून मात्रामा मात्रै मौरी छ। यसमा चाहिँ करिब अब आधा माना यो चाहिँ पाउको कुरो गरे भने 1 पाउ बराबर मात्रै यसमा मौरी होला। एकदमै यसमा थोरै छ र यसको भिडियो चाहिँ मैले करिब 22-25 दिन अगाडि पनि मैले हालेको थिएँ र एउटै घरमा चाहिँ रानीले 4-5 सम्म पनि फुलेको मैले भिडियो यसमा अपलोड गरेको थिएँ र साथीहरूले यसमा चाहिँ अब भाले नलागेको रानी परेछ भनेर पनि कमेन्टहरु दिनुभएको थियो, प्रतिक्रियाहरु दिनुभएको थियो र त्यसो नभएर यसले चाहिँ बच्चाहरु अहिले हल्का निकालिरहेको छ, उडाइरहेको छ। त्यही भएर आज मैले यसलाई पुनः फेरि निरीक्षण गर्न जाँदैछु र यसलाई मैले अब यो मौरी अब मरेर पनि सकिएन, अब गएन पनि भनेपछि यसलाई वृद्धि गर्नुपर्छ भन्ने विचारले मैले आज यसलाई निरीक्षण गर्न जाँदैछु र यो निरीक्षण गरिसकेपछि यो चाहिँ अब सही अब यसले चाहिँ अब तरिकाले बच्चाहरु चाहिँ यसले हुर्काइराख्यो यदि पाइयो भने म चाहिँ पुनः अर्को घरको मैले यसलाई एक फ्रेम चाका बच्चा भएको चाका दिएर यसलाई छिटो भन्दा छिटो फैलाउनमा यसलाई सपोर्ट मद्दत गर्दिछु। त्यही भएर यो भिडियो चाहिँ अति महत्त्वपूर्ण छ। यहाँहरुले सुरुदेखि अन्तिमसम्म यो भिडियो हेरेर मौरी थोरै मौरीलाई फैलाउनको लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा यहाँहरुले जानकारी लिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु। हस् दर्शक श्रोताहरु, धन्यवाद। अब म मौरीहरु निरीक्षण गर्न र अब ठीक रहेछ भने म अर्को घरको यसलाई चाका दिनतर्फ म लाग्दैछु। बिजोग छ बिजोग छ बिचराहरुको बच्चा पनि हुर्काउन सक्दैन। हर्किवार बच्चा हुर्काएर हुन्छ त। यहाँ देख्न सक्नुहुन्छ यी बच्चा। यो अस्ति नै मैले यो डबल यहाँ फुलहरु भएको मैले देखाएको यही नै हो। यसले यसरी अहिले चाहिँ अब बच्चाहरु चाहिँ हुर्काइराखेर छ। हुर्काउन चाहिँ यस्तो यो यसको समस्याहरु यसले भर्काइदियो। बच्चाहरु चाहिँ अलिअलि हुर्काउँदै रहेछ। यो कहिले यो पाराले यो कहिले हुर्किने हो यो साँधी छैन। अस्ति नै त पुरै एउटैमा चाहिँ 3-4टा फुलहरु फुलिरहेको थियो। अहिले चाहिँ यसरी राम्रै यसले फुलहरु पारेर छ, बच्चा हुर्काउँदै रहेछ। देख्न सक्नुहुन्छ है। फुलहरु सिंगलै पारिरहेको छ। छैन यसमा त फुल पारिरहेको छ। रानी कता हो? रानी देखिएन। ए रानी यहाँ रहेछ है दर्शक श्रोताहरु। यही रानी फुल पार्दै हिँडिरहेको छ। यहाँ यो रानी यही हो है। यहाँ मौरीको रानी यस्तो हुन्छ। देख्न सक्नुहुन्छ यहाँ यो गहिरामा छ अहिले हो। यता आइसक्यो। यो फुल्दै हिँडिरहेको छ त्यहाँ। यहाँ देख्न सक्नुहुन्छ है। यहाँ पर पुगिसक्यो।
यो पल्लोपट्टि जाँदैछ अब राखियो त्यो यो खतम भयो यो मौरी खुड पारेको छैन र यहीँ यस्तो कस्तो पाना यहाँ देख्न सक्नुहुन्छ है र यसमा चाहिँ देखिहाल्नु दर्शक श्रोता एकदम पुरै अब भएकोले म यसको एउटा बच्चा भएको चाका चाहिँ म त्यसलाई दिने अब मैले सोच्नु गरेँ म अब योबाट चाहिँ म एक पाना म बच्चा भएको यसलाई दिनु पऱ्यो यसलाई हुर्काउनै पऱ्यो अब देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू अब म यहाँ चाहिँ मौरी एकदम कम भएकोले अब यसमा मौरी छ यसमा चाहिँ अब म यसबाट म त्यसलाई एक पाना म दिन्छु तर पहिला चाहिँ यहाँ सेफ्टी ल्याउनु पर्यो मौरी अब त्यसमा सक्छ र यहाँ देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू यसमा चाहिँ एकदम मौरी थोरै भएकोले अहिले चाहिँ मैले यो सेफ्टी यहाँ मैले लेखेँ अब यसमा मौरी छ यो टकटकाएर यसको चाका चाहिँ म त्यसलाई म दिन्छु यहाँ अब यसो टकटकाउँदा ओर्दा यसले टोक्नु सक्छ त्यो भएर मैले यहाँ है यो सेफ्टी अब मैले लगाएँ अब यसले टोक्नुबाट बस्नै पर्यो यसमा चाहिँ मौरी छ दर्शक श्रोताहरू त्यो भएर यसको चाहिँ अब एउटा पाना चाहिँ म यसलाई म दिँदैछु अब यतिखेर यो मौरीहरू राम्रै हुर्काउने समय हो त्यसलाई पनि अब हुर्काउनै पर्यो यति छोड्नु भएन यहाँ चाहिँ मौरी छ राम्रै छ यसमा मौरी त्यस्तो धेरै पनि छैन तर यसमा ठिकै छ मौरी त्यो भएर म यसको चाहिँ एक पाना चाहिँ म त्यसलाई दिँदैछु दर्शक श्रोताहरू जुन चाहिँ यो बच्चा राम्रो छ त्यो बच्चा भएको चाहिँ म त्यसलाई दिन्छु यसमा चाहिँ छैन यसमा महरू हालिराखेको चाहिँ देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू एउटा यसको एउटा पाना चाहिँ म त्यसलाई दिएर छिटोभन्दा छिटो त्यसलाई फैलाउनुको लागि मैले यो गरेँ यहाँ चाहिँ अब मौरी देख्न सक्नुहुन्छ कि यस्तो यी बच्चाहरू पनि छ यो यही चाहिँ म दिनु पऱ्यो त्यसलाई यहाँ देख्न सक्नुहुन्छ यी दर्शक श्रोताहरू यस्तो बच्चा छ होइन यति हालिदियो भने अलिक छिटो फैलाउँछ कि यही चाहिँ पाना म दिन्छु होला त्यसलाई सायद यहाँ अरूमा कस्तो छ यो छिटो हुर्काउनु परेको छ त्यति बच्चा हुर्क्यो भने त यो ठुलो पानाहरू दिएर त अब त्यसलाई काम छैन किन भन्दाखेरि त्यो हुर्काउन सक्दैन यो ठुलो पाना त यस्तो टन्नै छ यो ठुलो पानाहरू छ यसमा यो ठुलो पानाहरू हुर्काउन सक्दैन त्यसले त्यो भएर म यही सानै पानामा त्यसलाई दिन्छु देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू यसरी अनि यसलाई चाहिँ यहाँ म त्यसलाई झार्दैछु अब यो सानो पाना नि म दिन्छु त्यसलाई यहाँदेखि सक्नुहुन्छ दर्शक श्रोताहरू म यसलाई अब दिन्छु यो चाहिँ म त्यसलाई दिन्छु
यहाँ देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू, यो चाहिँ म अब त्यसलाई दिँदैछु। पहिला यसलाई अलिक व्यवस्थित गराइहालौँ, यसलाई यहाँ व्यवस्थित गरौँ। अब यसलाई चाहिँ म यसमा दिन्छु है दर्शक श्रोताहरू। यहाँ देख्न सक्नुहुन्छ है, र यो दिएपछि यसले यहीँ देख्न सक्नुहुन्छ है, यो सानो पाना यो झरिलो बच्चा छ यसमा। म यसलाई त्यसमा अब म यो बिचमा यसलाई राखिदिन्छु। त्यो भएपछि यो अलिक छिटो यो फैलाउँछ। यसलाई मैले यहाँ देख्न सक्नुहुन्छ, यहीँ मैले यो बिचमा यसलाई सेन्टरमा यसलाई हालिदिएँ। यो भएपछि यो अलिक छिटो फैलाउँछ। यो पाना मैले यसलाई चाहिँ यसरी देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू। यति भएपछि यसले काम गर्छ। यति चाहिँ राखिदिउँ। यसलाई यति गरेपछि यो चाहिँ अब अलिक छिटो यो फैलाउनेसम्म आउँछ दर्शक श्रोताहरू। त्यही भएर मैले यसलाई एउटा फ्रेम दिएँ। किन भन्दाखेरि यसलाई त अब मार्नुभन्दा फैलाउनै पऱ्यो। मरोस् भनेर भनेको मरेन। यसलाई यो जाओस् अथवा मरोस् भनेर यसलाई छोडिदिएको चाहिँ हो मैले। तर त्यो भएन, पछि यसलाई अब बचाउनको लागि मैले उपाय निकालेँ। यसरी गरेपछि चाहिँ यो बच्चाहरू चाहिँ जुनसुकै घारको पनि मौरीहरूले स्वीकार्छ। यो बच्चाहरूलाई चाहिँ खासै यिनीहरूले केही यो बच्चाहरूले चाहिँ फरक पर्दैन। जुनसुकै घरमा जुनसुकैको अब यो बच्चाहरू चाकाहरू लगेर जुनसुकै घरमा दिए पनि यिनीहरूले त्यो बच्चालाई स्वीकार्छ, त्यो बच्चा हुर्काउँछ। त्यो भएर मैले यसलाई यहाँ राखेँ। देख्नुहुन्छ दर्शक श्रोताहरू होइन। यो चाहिँ यति भएपछि अलिक छिटो फैलाउँछ। मास्ने भन्दा पनि हुर्काउनेतिर अब म लागेँ।